कबड्डी ग्रुपले चट्ट पुरैले चाहिँ यहाँ अटोग्राफ भरिदिनु भएको रहेछ। म यहाँ गुरु साङबो भन्ने रहेछ, गुरु साङबो भन्ने होटलमा बसिरहेको छु। अनि मेरो बाइक चाहिँ यहाँ छ, अहिले यता पार्किङमा छ। मुस्ताङमा रेयरली पानी पर्छ भन्ने सुने हो, तर पानी परेको देख्दाखेरि चाहिँ अलि नर्मल जस्तो नलाग्दो रहेछ। अलि चाहिँ स्याउमा फुल फुल्ने बेला हुँदैछ, भर्खरै नयाँ नयाँ पालुवाहरू लगाइरहेको रहेछ। अनि मुस्ताङमा मैले एउटा कुरा के सुनेको थिएँ भने, जसको घरमा धेरै दाउरा हुन्छ त्यो मान्छे धनी हुन्छ भन्ने सुनेको थिएँ कि पहिला। तर यो चाहिँ ट्रुथ नहोला, एउटा भनेको कुराहरू मात्रै होला। यस्तो गल्लीहरू पनि रहेछ यहाँ भित्रभित्र है, सायद यतैतिर हो क्या त्यो दाउराले हान्नेवाला दयाहाङ राईको र अनि सौगात मल्लको फाइट परेको यही गल्लीतिर हो क्या। छोड 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 कान छोड भन्नेवाला थियो नि। यो कस्तो छ हेर्नु त, घरको मुनिपट्टिबाट बाटो नै छ। यहाँ चाहिँ बाइक त छिर्छ मजाले, गाडी चाहिँ छिर्दैन। यस्तो चाहिँ मुस्ताङमा देख्न पाइन्छ है धेरै ठाउँमा। माथामा पनि छ नि यस्तो, ख्याल गरेको हौ तिमीले? घरभित्रैबाट छिर्दिने बाटो छ नि होइन। अनि सबभन्दा गाउँको पनि यस्तो सट्टा बाटो भएको बिचमा राम्रो कि होइन, दाउरा राखेको अनि माटोले छाएको घर के। सबभन्दा अचम्मको कुरा चाहिँ यो छ कि त्यो माटोबाट पानी लिकेज चाहिँ नहुँदो रहेछ, कस्तो किसिमको छाई हुँदो रहेछ है। मुनिबाट प्लास्टिक हाल्छ कि के हो, प्लास्टिक हाले पनि एउटा बिटबाट त झर्नु पर्ने होइन। ल हेर्नु, र यो सबै यो काठहरू चाहिँ यहाँ एक किसिमको पिपल हुन्छ कि, यसलाई चाहिँ के पिपल भन्छ, त्यो पिपलको काठ मात्रै युज हुन्छ यहाँ। माथि माथि हिउँ हालिरहेको छ, पानी परिरहेको छ, हिउँ पनि परिरहेको छ। अनि त्यो के भन्छ अरे, हिम पहिरो जस्तो, त्यसलाई के भन्छ, हिम नदी। नदी नै त नभनौँ, सानतिनो त्यो हिउँको चाहिँ खोला झरिरहेको छ। हामीले देखिरहेछौँ, क्यामेरामा जुम गरेर देखाउन अलि नमिल्ने। यो ओखर मुस्ताङको अर्को विशेषता भनेको यहाँ दाँते ओखर चाहिँ धेरै पाउँछ। अनि दाँते ओखरको मूल्य पनि त्यस्तै राम्रो हुन्छ। यहाँको लोकल मार्केट्सहरूमा तपाईँहरूले घुम्न आउँदा देख्नुभयो होला, दाँते ओखर, स्याउको सुकुटी, स्याउको रक्सी यहाँको चाहिँ मुख्य विशेषता नै हो। अघि तलको मेलामा पनि देखाएको थियौँ हामीले, स्याउ बेच्न, के अरे त्यो स्याउको रक्सीहरू बेच्न राखेको। अनि गाउँ चाहिँ यस्तो रहेछ है नौरीकोटको। पूजापाठ गर्ने ठाउँ हो क्या, जानुपर्छ। त्यहाँ ठुलो ओडार छ, त्यहाँभित्र जानुपर्छ। यहाँ माथि चाहिँ प्लेन क्रास भएको है मुस्ताङको एकपटक। हो, त्यहाँ त मान्छे पुग्न पनि कति टाइम लाग्यो होला। तपाईँहरूले लाइभ देख्नुभयो होला है, यहाँ प्लेन क्रास हुँदाखेरि सुन्नुभयो, देख्नु भएको थियो? हजुर, वेदर खराब भएर चाहिँ प्लेन क्रास भयो होला कि। हेर्नु वेदर, त्यहाँनिर चाहिँ एकदम खुला छ, पारी भित्ता घाम लागिरह, यहाँ पानी परिरहेछ, यता त हिउँ नै परे जस्तो छ। यो एरियालाई चाहिँ थाक खोला पनि भन्दो रहेछ है। अनि थाक खोलाको नुन भन्थ्यो पहिला, नुन खानी हो यहाँ, नुन खानी अझ माथि पर्छ है। जस्तो यहाँ थकाली नै हो होइन, धेरै जस्तो थकाली भएरै होला थाक भएको होइन, थाकबाट आएको भएर थकाली भयो। ठिक 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 हो। यहाँको ठाउँको बारेमा अब सोधखोज गरौँ, बुझौँ भने त धेरै कुराहरू छ। अब हामी त्यस्तो हामीलाई राइट इन्फर्मेसन दिने मान्छेहरू पाउनै गाह्रो हुन्छ। अनि हामी चाहिँ त्यति ठुलो अब त्यो भनौँ न लिङ्क पनि छैन, त्यही भएर आयो घुम्यो गयो है। ठाउँको बारेमा केही न केही बुझ्नु चाहिँ पर्ने हो। अनि यहाँ माथि चाहिँ एकदमै ठुलो जङ्गल रहेछ है, यो कोणधारी सल्लाहहरूको जङ्गल छ, सिसौहरू पाउँदो रहेछ। अनि मुखिया सिस्टम हुँदो रहेछ है यतातिर, यो थकालीहरूको गाउँमा जस मुखियाको अनुमति बिना चाहिँ गाउँमा कुनै पनि किसिमको भनौँ न कामहरू गर्न नपाउने त्यस्तो किसिमको हुँदो रहेछ, मुखिया सिस्टम हुँदो रहेछ। आबुई टोक्दैन समाउनु है, ए डेन्जर यार। एक घाँस हाल्यो भने चाहिँ फेरि हस्पिटलमै पुऱ्याइदिएला जस्तो कुकुर छ। खाला जस्तो गर्छ त यार। यहाँ छठमा आउन पाइन्छ दिदी?
ल यस्तो छटमा गएर हेरौँ न है यस्तो हुन्छ है मुस्ताङतिर चाहिँ एउटा लिस्नो हुन्छ यसलाई लिस्नो भन्छ है के भन्छ यहाँ टेकेर उक्लिनु पर्ने हुन्छ एउटा मात्रै र यस्तो माटोको छानो हुन्छ यहाँबाट पनि अझ माथि जान मन लाग्यो मलाई चाहिँ ल ल यहाँबाट चाहिँ देख्दो रहेछ ओभरअल 360 भ्यू ल यहाँबाट चाहिँ पुरै गाउँ देख्दो रहेछ है क्या दामी फाँट छ यहाँ बल्ल भने जस्तो ठाउँमा आइपुगेँ म चाहिँ ल ल यतापट्टि कालीगण्डकीको पुरा हेर त तीर सबै है 360 भ्यू अब भोलि बिहान हिमाल खुल्यो भने अझ बवाल देखिन्छ अहिले पानी परेर त्यस्तो राम्रो देखिएन नौरीकोट है यो चाहिँ एकदम खेतीयोग्य जमिन रहेछ कि राजा हेर त हाम्रो काजी है यता यो फोटो चाहिँ मैले धुला राखिदिएको यो फोटोले गर्दा घरै उज्यालो भएको ल इट्स टी टाइम अनि हामी चाहिँ मैयाको घरमा चिया खाँदैछौँ अब कथाले मागेपछि हाम्रो राजालाई चाहिँ आज काजी बनाउनु पर्ने हुन्छ र म चाहिँ हैटको गरम कि अर्को बिकेको गरम भन त साँच्ची दाजु तपाईँले 3 पढेर चाहिँ किन छोड्नु भयो सो अहिले चाहिँ हामी ठ्याक्क यही स्पोर्टमा छौँ जहाँ चाहिँ कबड्डी सुटिङ भएको थियो अनि यो डिलमा बसेर बिकेले चाहिँ बोलेको एउटा डायलग चाहिँ यहाँ खिच्न गइरहेको छौँ हाम्रो क्यामेराम्यान योगराज शर्मा है मैले चाहिँ त्यो बिकेको एउटा रोल गर्न गइरहेको छु हेरौँ कस्तो हुन्छ है रेडी हो अलिक डाक खिच है अलिक यता जाउँ त्यो लेखेको गोर्खा स्ट्रङ उता फर्काउ न देखिन्छ झन् यताडी होइन छड्केर राख त्यस्तो राख त्यो अगाडि राख भएन सिधा अगाडि हो यहाँ हो रेडी बादलको कसम यो जंगल खोला नदीको कसम गाह्रो रहेछ हौ एक्टर हुन म तिमी बिना बाँच्न सक्दिन यो हावाको कसम यो बादलको कसम यो जंगल खोला नदीको कसम म तिमी बिना बाँच्न सक्दिन सट्ट घाम लाग्यो यहाँ अहिले चाहिँ अनि टिकटक बनाउन खोजेको सकिएन अभिनय गर्न जानिएन अब ठ्याक्क घाम परेर लाइटिङले गर्दाखेरि पनि भने जस्तो भएन अब यो डिलमा बसेर चाहिँ गर्नुपर्ने थियो अब घाम परेपछि चाहिँ अलि राम्रो नआउने भयो सट्ट यहीँमा सुतेर होइन दया ह्याङ्ग्राई अनि के अरे तलबाट चाहिँ के अरे त्यसको नाम बुद्धि तामाङ होइन बुद्धि तामाङ र विजय बरालको डायलगहरू थियो अब हामीसँग दया ह्याङ्ग्राई र यो विजय बराल भयो बुद्धि तामाङ भएन होइन बुद्धि तामाङको होइट भन्नु मात्रै जानेको विजय बरालको एक्टिङ गर्न नजानेको त्यो भएर चाहिँ गाह्रो पर्यो होइन त्यस्तै छ यो हावाको कसम यो बादलको कसम यो जङ्गल खोला नदीको कसम छैन त बब्बाल नजरा यो चाहिँ नाउरीकोट हिजो पानी पऱ्यो त्यति राम्रो देखिएन अहिले फेरि घाम लाग्यो एन्टी लाइट पऱ्यो तर राम्रो देखिरहेको चाहिँ देखिन चाहिँ क्यामेरामा नराम्रो देखिने हाम्रो आँखाले चाहिँ बब्बालै खिचिरह बब्बालै हो इज माउन्ट धौलागिरी यो होला कि राजा धौलागिरी हिमाल यो यतापट्टि एउटा फेस होला कि यो यतापट्टिको फेस त्यस्तै लाग्यो मलाई हो कति लामो रहेछ है यो टुक्ची हिमाल चाहिँ लास्टै लामो रहेछ यहाँ यसको सट्ट यो भेगको चाहिँ यहाँबाट हिम पहिरो जस्तो आउँदो रहेछ कि हिमालबाट आउने डाइरेक्ट हिउँको पानी आउँदो रहेछ हिउँ पग्लेर आउँदाखेरि यो बेनी जोमसम जाने बाटो चाहिँ यो कालीगण्डकीको तिरमा यहाँ छ यहाँनिर चाहिँ यस्तो चिसो हुन्छ कि त्यहाँको पानी ल हामी चाहिँ फेरि त्यो हिजोकै मेला लागेको ठाउँमा आइपुगेका छौँ अनि यहाँ चाहिँ बिहानमा चौरीको खुन खाने काम हुँदो रहेछ अहिले यसरी यहाँ यति धेरै मान्छेहरू जम्मा भएर चौरीहरूको खुन झिक्दै हुनुहुन्छ एकदमै निर्मम देखिँदो रहेछ देख्न चाहिँ डरलाग्दो
यसरी जिउँदै चौरीलाई चाहिँ खुन झिक्नु हुँदो रहेछ है डेन्जर हो यार रगतै खाइदिने खाने हो खाऊ सकिएन हौ सकिएन खाने त कुरै छोड्थ्यौँ हेर्न पनि सकिएन दाजु मलाई त कस्तो डर लाग्यो यार होइन त्यो यस्तो के अरे काँचो रगत खाँदा त अनि रोग पनि त लाग्छ होला नि लाग्दैन मासु त पकाएर खाने भन्छ अनि ल निक्लियो हामी चाहिँ अब यो भ्लगलाई यतै इन्ड गरिदिउँ होला होइन दाजु हो ल तिमीले बाई बाई भनिदेऊ नि त बाई बाई